नमस्ते सबैजनालाई। एकचोटि यो नेपाल विद्यार्थी सङ्घको यो भिडियो हेरौँ सबैजनाले। नेपाल विद्यार्थी सङ्घ चाहिन्छ, यसले विद्यार्थीको अधिकारको लागि बोल्छ भनेर हामीलाई सर्वोच्चबाट मान्यता प्राप्त गरेको सङ्गठन नेपाल विद्यार्थी सङ्घ हो। भरौ 23 र 24मा चाहिँ यो विद्यार्थी सङ्घको यो के भन्ने चाहिँ कहाँ हराएको थियो, कहाँ गएको थियो? त्यत्रो जनालाई गोली लाग्दा, त्यत्रो जना हाम्रो भाइ बहिनीहरू मर्दाखेरि यो विद्यार्थी सङ्घ भन्ने नाम चाहिँ कहाँ गएको थियो? त्यही अचम्म लाग्छ क्या। यस्तो हो, अब यिनीहरूको दाना पानी बन्द हुने भयो नि त। अब नयाँ सरकारले अब सबै कुरा बन्द गर्ने भनेपछि त अब दाना पानी त बन्द हुन्छ सबैजनाको। त्यो हो कारणले यिनीहरूले आन्दोलन गर्न लागेको हो। म त के भन्छु भने, अब यिनीहरूले आन्दोलन गर्यो भने पनि नेपालको जति पनि विद्यार्थीहरू हुनुहुन्छ एउटाले पनि साथ नदिनु होला। हिजो 23 र 24 भनौँ, 23 र 24 गते त्यत्रो गोली लाग्दाखेरि यो विद्यार्थी सङ्घको एकजनाले पनि आएर केही बोल्यो त? बोलेन नि। यो सबै पुरानो नेताहरूको झोलेहरू हो। दाना पानी बन्द हुने भएर चाहिँ यिनीहरूले हामी आन्दोलन गर्छौँ भने अब केही पनि काम छैन। त्यो भएको कारणले यिनीहरूलाई साथ दिनु भनेको बेकार हो। धन्यवाद।